मर्निङ टु अल अफ यु फ्रेन्ड त गुड मर्निङ टु अल अफ यु फ्रेन्ड। आज एक बिहान एउटा खुसीको खबर आछ। त्यो खुसीको खबर सुन्न साथ के भएको छ थाहा छ केटा हो? नाच्न मन लागेको छ। मिले 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 रवि बालिन मिले, मिले 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 बालिन रवि मिले, मिले 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 रवि बालिन मिले, बालिन रवि मिले, मिले मिले मिले। अब मिलाउनु बाँकी कुलमान घिसिङ। सायद सम्भवतः अब एक प्रयास त उनीहरूले त्यो गर्नै पर्छ जस्तो लाग्छ है। जो खुसियाली छाएको छ, जो युथ जेनेरेसन्सहरूमा अलिकति जस्तो जे भए पनि फ्रस्ट्रेसन थियो हिजोसम्म मिल्लान् कि नमिल्लान्, मिल्लान् कि नमिल्लान्, मिल्लान् कि नमिल्लान्, मिल्लान् कि नमिल्लान्, लास्ट आएर मिल्नै पर्यो। त्यो हाम्टामा छ, खुसी लागेको छ होइन। जोस् आधिकारिक रूपमा चाहिँ अब चाहिँ मिलिया जस्तो कुराकानी सुनिया छ। मिले 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 रबिन बाले मिले 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 रवि बालिन मिले, मिलाउनु बाँकी छ कुलमान मिलाउनु बाँकी छ। अरूको विषयमा त बोल्दिनँ म। अब हर्क साम्पाङज्यूको विषयमा के बोल्नु यार, खैरो खानुहुन्छ यार जहिले पनि यार है। जहिले खैरो खाने छ है, उहाँको कामै भिजनै खैरो खाने हो। तसर्थ उहाँलाई नजाउँ, उहाँको विषयमा नजाउँ है। जतिजना मिलेका छन् त्यही कुराले खुसी छ। अब एकजना कुलमान घिसिङ सर मिल्न सके, मिलाउन सके, त्यही हो एक्सपेक्टेसन गरेको युथहरूले। त्यही अनुसारले जाने हो, चुनावमा भोट ड्याङ्ग हान्ने हो। एउटा क्याप भोलिदेखि लाउने हो कि भन्ने मैले विचार गरिरहेको छु अब चाहिँ है। अब क्याप एउटा चाहिँ स्पोन्सरसिप यसो गर्दै हुन्थ्यो साथीभाइहरूले, त्यो पनि हेरौँला केही छैन, कहीँ पाइहाल्यो भने एउटा त लिइहालौँ, केही फरक परेन। मिले 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 रवि बालिन मिले, मिल्नै पनि थियो। आजको दिनमा आएर युथहरू भन्न आएछ। अब मेहनत रवि दाइले पनि गरेका छन्, कन्ट्रिब्युसन गरेका छन्, बालेनले पनि उत्तिकै आफ्नो ठाउँमा कन्ट्रिब्युसन गरेका छ, स्पष्टसँग देखिया छ। अब भन्दै गरून्, भन्दै गरून्, हामी सुन्ने, यताबाट फोत उडाउने के हो नि त। अब खैरो खन्नेहरूलाई तातन छाडेका कुराकानीहरू मिडियामा आएर तातन छाड भएका नभएका कुराकानीहरू गरेर ब्रेन वास गर्न खोज्ने साथीभाइहरूले त के भन्नु छ अरे, यताबाट फुत्त उडाउनु, उताबाट फुत्त उडाउने। अब के चाहियो? सरकार चाहियो। तर के भनेर भन्दाखेरि प्रत्यक्ष कार्यकारी निर्वाचितको सरकार चाहियो। सायद उनीहरूले बुझेका होलान्। अब दायाँ बायाँ प्रसङ्ग भएन। अब प्रत्यक्ष कार्यकारी निर्वाचित सायद उनीहरूले ल्याउन प्रयास गर्छन्, तर उनीहरूको बहुमत आउनु पर्यो सम्झौता। त्योसम्म पनि त प्रधानमन्त्री चाहियो नि त होइन। त्यहाँसम्म पनि लिडिङ गर्न प्रधानमन्त्री चाहियो नि त होइन। तसर्थ बालेन साहब ठिक छ, एकदमै राम्रो तरिकाले डिसिजन ल्याएको छ। ठिक छ, केही छैन। भोलिका दिनमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा ड्याङराङ लाएर बालेन साहबलाई भोट ड्याङराङ हालेर ल भनेर त एउटा सिस्टम चेन्ज हुँदैछ होइन। सबैजना खुसी छ नि युथहरू। हिजोको दिनसम्म हेत्तेरी यार मिल्दैनन् कि क्या हो, मिल्दैनन् कि क्या हो, मिल्दैनन् कि क्या हो, मिल्दैनन् कि क्या हो भने जस्तो थियो। आज चाहिँ बिहान ढ्याक्क लाएर सात बुधे समझदारी यसो गरेर उनीहरू मिले भन्ने कुरा सुन्दा कहीँ कतै खुसी लागेको छ। लाग्नुपर्ने पनि आवश्यकता छ। अब चुनावी माहौल अलिअलि छायो कि जस्तो लागेको छ। प्लिज अब चाहिँ साथीभाइहरूलाई भन्छु है, भोटिकेमा घन्टीमा। किन भनेर भन्दाखेरि युथहरू जति पनि छन् होइन, एउटा भरोसा आछ जस्तो जे भए पनि घन्टीमा गएको छ, घन्टीमा भएको छ, घन्टीले ल्याएको छ। यी तिन चारवटा कुराहरू ख्याल गरौँ। भोटकेमा घन्टीमा यदि भन्दै गर्दाखेरि आयो फेरि घन्टीको झोलै भन्नु होला है। अब आफूलाई त घन्टीले अब अहिलेसम्म के मासु भात खाने प्रसङ्ग पनि भएन है। हामी त आफै खान्छौँ है। अब एकचोटि चाहिँ जस्तो जे भए पनि ड्याङराङ लाएर घन्टीलाई भोट हाल्ने हो। त्यही तर यो कुरा गर्दै जाँदाखेरि अब हुन्छ नि, टाउको फेरिएको भरमा केही हुन्छ भन्ने चाहिँ आश पनि नगरौँ। सिस्टम अलिकति त्यस्तै छ। सिस्टम बिस्तारै सुधार गर्दै जाँदाखेरि लाग्ला त कति टाइमसम्म हो भनौँ न। भन्न खोजेको कुरा के भनेर भन्दाखेरि सिस्टम यस्तो छ कि जरैदेखि त्यसलाई सुधार्दै लानुपर्ने भएको छ। त्यो आफ्नो ठाउँमा छ। सायद लिएर जालान्, हर कुराहरूको सिस्टम मिलाउँदै जालान्, त्यो आफ्नो ठाउँमा छ। हेर्दै जान बाँकी छ। तर के भनेर भन्दाखेरि जुन युथहरूले सोचेका थिए, जुन बालेन रविलाई मिल्छाने, अब कुलमान सर एकजना, उहाँलाई पनि मिलाउनको लागि प्रयास चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। अब हर्कजीलाई त सकेसम्म मिलाउन प्रयास गर्नुहुन्थ्यो, तर उहाँ खैरो खनेर बस्नुहुन्छ। उहाँ अलिकति जस्तो जे भए पनि पछिको लागि पनि
काम लाग्न सक्छ है भनेर जस्तो अलिकति सोच्नु भएन कि जस्तो लाग्यो मलाई। स्ट्याटस मात्रै लेख्नुहुन्छ, खालि स्ट्याटसमा अर्काको कुरो मात्रै भनौँ न ए फलानु त्यो हे फलानु त्यो भन्नुहुन्छ, त्यो कुरा भएन नि त। राज्य निर्माणको निम्ति त सबैजना एक भएर लाग्नु पर्यो नि त। खैर त्यो कुराहरू अझ ध्यान आओस्, अझ पनि मिल्न सक्ने वातावरण छ भने हर्कजी पनि आएर मिल्नु पर्छ। प्रत्यक्ष कार्यकारी निर्वाह प्रधानमन्त्रीको निर्वाचन पनि हेर्न पाइयोस्। अब संसदमा जिताएर पठाउनु पर्ने छ, जिताएर पठाएपछि केही कानुन व्यवस्थाहरू उहाँहरूले करेक्सन गर्नु होला, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थापन गर्नु होला। खैर खुसीको कुरा यो छ कि जस्तो जे भए पनि अब चाहिँ युथहरू जति पनि छन् नि, नयाँ भनौँ न, नयाँ र पुराना भनिरहेछन्, अहिले विश्लेषण गरिरहेछन् होइन, एकजुट भएर आएका देखिए। कन्ट्रिब्युसन आफ्नो ठाउँमा छ, थ्याङ्क यू सो मच। यो विषयमा र यो बिचमा जुन बालेन र रवि दाईलाई एक बनाउनको लागि जुन एउटा मेहनत भूमिका जुन साथीभाइहरूले खेल्नुभयो, उहाँहरूको लागि त थ्याङ्क यू भन्नै पर्छ यार। भोलिको दिन भन्न सकिएन के होला कसो होला, तर आजको दिनमा जुन एउटा प्रयास गर्नुभयो साथीभाइहरूले, यत्रो घन्टासम्म बसेर मिल्नुपर्छ भनेर दबाब पनि कहीँ कतै दिनुभयो होला, कहीँ कतै सम्झाउनु पनि भयो होला साथीभाइहरूले, लौ न यसो गरेर भएन, एउटा निकास चाहियो, तपाईँहरू नमिलिकन त वातावरण भएन होला, के होला कसो होला। यो बिचमा यस्ता अनगिन्ती साथीभाइहरूलाई थ्याङ्क यू पनि दिनुपर्छ। स्वयं आफूले पनि थोरै भए पनि दिनुपर्छ, थोरै भए पनि 2-4वटा भ्युज भए पनि हाम्रो नि मेन्टालिटी त उनीहरू त मिल्नै पर्छ भन्ने हिसाब किताब हो नि त होइन। खाएर भ्युज आउँदैन त्यो आफ्नो ठाउँमा चाहिँ केही फरक परेन होइन। हामी त यस्तै रमाइलो गफ गर्ने मान्छे, भोलि बिजनेस गर्न पाइयोस्, काम गर्न पाइयोस् होइन, कुराकानी त्यो हो नि त होइन। विदेश जानु नपरे हुन्थ्यो, यहीँ बसेर केही काम गर्न पाएँ, हामीलाई किन विदेश जानु, तसर्थ भन्दैछु के मिल्या छन्, खुसीको कुरा छ। अब मिलेर अगाडि बढ्नुपर्छ। अब हेर्दै जाउँ चुनावी माहौल बिस्तारै अब चाहिँ आएको हो कि 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 जस्तो लाग्छ। जस्तो जे भए पनि होइन, अब अलिकति थोरै बहुत भए पनि अब युथ भर्सेस वर्ल्ड भन्दै गर्दाखेरि धेरैजना साथीभाइहरू उहाँहरू नि आउनुहुन्छ, मलाई थाहा छ कि, हामीलाई थाहा छ कि इन द रियल सेन्स भन्नुपर्दा उहाँको सपोर्ट बिना व्यक्तिहरूको पुरानो सपोर्टको पुरानो व्यक्तिहरू त के भन्नु, पुराना दलहरूका पार्टीहरूका व्यक्तिहरूको सहयोग बिना एक्लै त जित्न सकिँदैन होला नि त। उहाँले त भोट हाल्नु पर्ला नि, हालिदिनुहोस् है यसपालि चाहिँ खुजुक्क लाएर केमा भनेर भन्दाखेरि घन्टीमा 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 सबैभन्दा ठुलो कुरो यही छ। आदरणीय दर्शकवृन्दहरू हेरिरहनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु है। अब राजनीतिक विषयमा धेरै कुराकानी गरियो यो बिचमा, कतिजनाले हेर्नुभयो, कतिजनाले मन पराउनु भयो, त्यो आफ्नो ठाउँमा छ। अब आजदेखि थोरै बहुत अब आफ्नै कमेडीमा लाग्नु पर्ला कि जस्तो नि मलाई फिल भइरहेछ भन्दै शुभ समाचार सुन्नमा आएको छ होइन, यस्तै लाग्छ मलाई। तपाईँहरूलाई के लाग्छ प्लिज कमेन्ट बक्समा लेख्नु होला है त ल।